हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लगमा फेरि पनि तपाईँहरूलाई स्वागत छ। आज चाहिँ यता छोटो मिठो गाउँको होइन क्लिप देखाउँछु। आज चाहिँ यता गाउँतिर आएको छु, त्यही भएर यो चाहिँ हाम्रो घर गाउँ भयो। यतातिरै यता हरियो मकै छ अनि यता अझै यो चाहिँ रुख कटरको बोट अलिअलि फलेको छ, आँपको बोट। अनि घर चाहिँ हाम्रो घरमा चाहिँ कुखुराहरू लोकल कुखुरा, त्यही भएर यता चाहिँ हाम्रो बाबु नानीहरू खेलिरहेको है हो भने भइन्छ यता। त्यही भएर मकैबारी यो त हरियो छ, मकै खाने बेला भाइ डुङ 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 डुङ। त्यही भएर हाम्रो मान्छेहरू आउँदैछ। के छ करिना, ठिक छ? कस्तो लागिरहेछ मामा घर? राम्रो लागिरह? काठमाडौँ भन्दा यहाँ रमाइलो कि काठमाडौँ रमाइलो कि यहाँ रमाइलो थाहा छैन? काठमाडौँमा त यसरी जताततै खेल्न जान पाउँदैन थियो होला यस्तो माटोमा है? जग्गा छ त त्यो किन छैन? हाम्रो मकैबारी गोर्याङ गोर्याङ हरियो काँक्रो कोर्याङ कोर्याङ होइन त? यो चाहिँ हाम्रो गाउँ हो। गाउँमा यस्तो राम्रो मकै खेत चाहिँ यही हो कि यहाँदेखि त्यहाँ तलसम्म छ। यहाँ तल मन्दिर छ। मामा तपाईँको मोबाइलबाट यहाँ छ आशिका बहिनी, यहाँ छ ऊ नाम के अरे सुजन होइन? सुजन भाइ। अनि उता छ आँपको रुख। हजुरहरूलाई आँपको रुख देखाउँछु म। हेलो, आई एम सुनिल तामाङ। वेलकम ब्याक टु माई न्यू ब्लगमा फेरि पनि तपाईँहरूलाई स्वागत छ भन्दै म आज तपाईँहरूलाई मेरो गाउँको मकैबारी देखाउँछु। गोर्याङ गोर्याङ यहाँ छ मकैबारी, फल्या छैन होइन त? यहाँ हामीसँग सानो बाबु नानीहरू छ। बाबु नानी होइन अनि यता अब चाहिँ के भन्छु भन्दाखेरि हाम्रो चाहिँ यता गाउँमा अब कतिपय ठाउँमा चाहिँ मकै नै रोपेको छैन रहेछ। पुरै बाँझो छ, त्यसमा चाहिँ अब घाँसहरू उम्रिया रहेछ। त्यही भएर अब यतातिर तलतिर चाहिँ छ होइन। अब गाउँमा बुढाबुढी मात्रै भयो नि त, अब काम गर्ने मान्छे गाउँमा भएन। त्यही भएर अब त्यो पनि हुनसक्छ। त्यही भएर बाँझो छ। बर्खामा चाहिँ धान रोप्छ कि रोप्दैन हो? बर्खामा धान चाहिँ रोप्छ होला, तर अहिले मकै चाहिँ रोपेको छैन अहिले। अझ अब यता मकै बारीभित्र पस्यो। मैले यतातिर अब के चोल्छ हो थाहा छैन है। यतातिर बोडी सोडी छ होइन, चोल्नुपर्छ। त्यही भएर यहाँ के हो ट्याप टिप्ने खाउने हो। मकै पकायो अस्ता मकै गाडे। यहाँनिर काँक्रो पनि हुनसक्छ है।
काँक्रो हुनसक्छ चोरेर खानुपर्छ त्यही भएर होइन यस्तो छ बाटो हेर न ल तिमीहरू नाच ल तिनजना ल नाच त आसिका हाम्रो भान्जा कान्छा भान्जा होइन सुजन भाइ अब जाऊ नि उतातिर जाने उता जाने छैन है भतिजियो चाहिँ किक सिक देखाउँछ अरे किक त डेन्जर राम्रो रहेछ उल्टी हान्न उल्टी सुल्टी हान्न आउँछ नि हान ल आहा दामी 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 ल उल्टी हाल्नु यो त सुल्टी पो भएछ होइन त्यसरी लाग्नु नाच भाइ सुजन सुतेको हेर पुणे 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 ला पुणे 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 ओ पुणे आसिका पुलिस मार्नलास् क्या ए चोरे मार्नलास् क्या ल ल ल स्वागत छ यता चाहिँ अब हामी मामा घर जाँदैछ कोसिली बोकेर घरि दिदीहरू छ यता म छु हातमा झोला यता हाम्रो गाउँ बाटो यस्तो डेन्जर गाई भैँसीको गोठ चौतारा
Hey. आसु मामा यो नजारा हाय छोरी हामी यता 3-4 जना छाप्रा माथि जान्छ अरू यता हाम्रो जोलस सामान यहाँ कोसेली यहाँ करेना हामी जानुपर्ने चाहिँ उता टाढा पारी अब हामी यता मामा घर पुग्न लाग्यो कोसीले बोकेर अहिले चाहिँ हामी यहाँ छु अगाडि उफ्रिने करिना त्यही भएर मोबाइल यस्तै हो जतिखेर नि थोडा मात्र देखाउने केही छैन हेर्छौँ भेटघाट गरौँ त्यही भएर अब चाहिँ हामी पुग्न लाग्यो जम के हुन्छ त्यहाँनिर गएपछि अब पुग्न लाग्यो 1 घन्टा 1.5 घन्टा हिँडेपछि त्यही भएर अब लागिसक्यो झोला सोला बोक्यो हाम्रो परिवारको मान्छे दिदी बहिना भान्जा भान्जै सब फाइनली अब हामी मामा घर पनि आइपुग्यो घरतिरै आइपुग्यो ठ्याक्कै गोठतिर छ बाख्रा रहेछ भैँसीहरू यता गएर आइपुग्यो भैँसी छ ओ मेमे तासङ रुपे ए ल आइपुग्यो घरमा आइपुग्यो फाइनली दिदी छ ए आङे तासिङ रुपे आङे खाल्दै मुवा मन्जु यहाँ रिसेर मलाई मन्जुले कुडिया यहाँनिर चाहिँ खेरो अब मैले चाहिँ पहिला सानो यहाँ हाम्रो घरमा आउन चाहिँ झगडा गरी आउँथ्यो अब आज सबैजना हाम्रो दिदीहरू बहिनीहरू बुबाहरू सबैजना अब हेलो गाइस
हामी यता छ्यागा खोलातिर आइपुग्यो गाडीमा मैले कहाँ त यो अलिकति यसो जुम